पाल्पा सिमेन्टले पुस 25 गतेदेखि आयोजना र खानी प्रभावित पश्चिम नवलपरासी र पाल्पाका स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले स्थानीयलाई 18,75,000 किता सेयर निष्कासन गर्नेछ। यस निष्कासनमा स्थानीयले न्यूनतम 10 किता र अधिकतम 1 लाख किताको लागि आवेदन दिन सक्नेछन्। स्थानीयले छिटोमा माघ 9 गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ 25 गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई 5,62,500 किता सेयर निष्कासन गर्नेछ। यस समूहमा आवेदन दिँदा न्यूनतम 10 किता र अधिकतम 1 लाख किताको लागि आवेदन दिन सकिनेछ। यस निष्कासनमा पुस 30 गतेसम्म आवेदन दिन सकिनेछ। सेयर निष्कासनको लागि नोभेल इन्भेस्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।